रोहित पौडेलको ब्याटिङ हेरेको भए, रोहितले राम्रो गरेको भए मेबी अझै राम्रो हुन सक्थ्यो कि। किनकि रोहित पौडेल जस्तो टचमा थियो तो हजुरले अब ग्राउन्डमा मात्रै हेर्नुभयो त तपाईँले 5% मात्रै हेर्नुभयो कि, तर 80% जुन हामीले हेरेको छौँ त्यो चाहिँ भनौँ न टिभीमा त्यो देखाउन सकिएन त्यो दिन। बट आई होप इन फ्युचर चाहिँ रोहितले अझै राम्रो पर्फर्मेन्स गरेर जस्तो हाम्रो भनौँ न WCLमा र एसिया कप क्वालिफाईमा जस्तो पर्फर्मेन्स गरेको थियो त्यो पर्फर्मेन्स चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। किनकि जति उसले मेहनत गरेको छ त्यो चाहिँ अहिले भनौँ न यो एसिया कपमा र हाम्रो क्वालिफायरमा चाहिँ देखिएन कि। बट त्योभन्दा धेरै राम्रो प्लेयर छ। किनकि प्र्याक्टिस गेममा हामीले हेर्दाखेरि चाहिँ श्रीलङ्कामा पनि उसले एउटा 100 हानेको थियो र योपालि पाकिस्तानमा खेल्दाखेरि पनि 80-90मा चाहिँ उसलाई हामीले रिटायर चाहिँ बोलाएको होला फिर्ता कि अब राम्रो ब्याटम्यान आइरहेको छ भनेर। बट समटाइम हुन्छ तपाईँले अब त्यो दिन चाहिँ राम्रो हुँदैन, त्यो दिन राम्रो हुँदैन अनि पर्फर्मेन्स गर्नुहुन्न। बट आफूलाई चाहिँ ब्याक गर्नु पर्यो किनकि आफूलाई थाहा छ नि त हामी कहाँ छौँ भन्ने। र इन फ्युचर आइ एम स्योर कि अब छिटोभन्दा छिटो 10,000 रन बनाउने चाहिँ रोहित पौडेलै हुनसक्छ। किनकि त्यसले एउटा इनिङलाई चाहिँ सानोदेखि ठुलो बनाउन आउँछ कि। अनि आई होप फर द बेस्ट इन फ्युचर उसले चाहिँ राम्रो गर्छ।